हेलो, नमस्ते। हेलो, नमस्ते गाइस। आज यो मेरो सेकेन्ड भिडियो हो। यसमा धेरै साथीभाइहरूले भन्नुभएको थियो कि यो भिडियो अलिकति किन मिलाएर बनाउने गर्नुहोस्, अलिकति फन्टहरू मिलाएर हाल्ने गर्नुहोस् भनेर भन्नुभएको थियो। तर जुन हाम्रो यो भिडियोको जुन स्टाइल रहन्छ, त्यो पुरै चाहिँ बनाएको भिडियोभन्दा पनि रियल भिडियो जस्तो म हजुरहरूलाई रिप्रेजेन्ट गरिरहेको छु त्यस्तै हिसाबको भिडियो हामी बनाउनेछौँ र हजुरहरूलाई कुनै कुरा चित्त बुझ्दैन भने हजुरहरूले आएर कमेन्ट पनि गर्न सक्नुहुनेछ। तर भिडियो चाहिँ नेचुरल हुनेछ जस्तो मैले बुझेको छु। म कुनै ज्ञानी भएर होइन, मैले आफ्नो मनमा लागेको कुरा म आफ्नो भाइहरूसँग, आफ्नो बुवाहरूसँग होइन सबैसँग साझा गर्नको लागि यो मैले प्लेटफर्म बनाएको हुँ। अर्को मैले भन्नुपर्दा आजको टपिक हो कि राम्रो नेता कसरी जन्माउने हाम्रो सोसाइटीमा भन्ने बारेमा। त्यसको लागि भन्नुपर्दा सोसाइटीमा अनि किन चाहिँ धेरै जस्तो देशहरूमा, नेपाल मात्रै नभएर संसारका सबै लोकतान्त्रिक देशहरू किन चाहिँ फेल भइरहेका छन्, त्यसको मुख्य कारण चाहिँ के हो भन्ने बारेमा म आफ्नो विचार व्यक्त गर्न गइरहेको छु। त्यसमा मैले फर्स्ट कुरा भन्नुपर्दाखेरि चाहिँ लोकतन्त्र भनेको के हो भनेर पहिले बुझ्न जरुरी छ। लोकतन्त्र भनेको मान्छेहरूको टाउको गिन्ने होइन, कतिजना नम्बर्स अफ पिपलहरू छन् भन्ने बारेमा हो। यदि अ, अ, ती मान्छेहरूमा धेरैभन्दा धेरै मान्छेहरू धेरैभन्दा धेरै बुझ्ने छन्, जान्ने छन्, चेतनशील छन् भने ती भन्दा धेरै मान्छेहरूबाट जन्मिएका जुन नेताहरू हुन्छन् तिनीहरूले राम्रो नेतालाई चुनाव गर्छन्। तर तर समझदार, पढे-लेखेका र बुझेका मान्छे चाहिँ थोरै छन् र धेरै भिडका मान्छे चाहिँ धेरै भावनामा बग्ने, लालची, अल्छेहरू छन् भने तिनीहरूले चाहिँ नराम्रो नेता नै चुज गर्छन्। त्यसैले सर्टकटमा भन्नुपर्दा लोकतन्त्र फेल हुनुको मुख्य कारण भनेको अधिकतम जनता चाहिँ अलिकति भेडा जस्तो हुन्छ होइन। त्यो चाहिँ मैले भनेको होइन। त्यो सबै चाहे तपाईँ प्लेटोको द रिपब्लिका भन्ने पुस्तक पढे पनि, चाहे म्यानेजमेन्ट थ्योरीको जुन मोटिभेसन थ्योरी पढ्नुभयो भने पनि 90% मान्छेहरू चाहिँ भेडा जस्तै हुन्छन्। तिनीहरूले चाहिँ कुनै इन्सपिरेसन फलो गर्छन्, तिनीहरूले कुनै सेलिब्रिटीलाई फलो गर्ने, तिनीहरूलाई चाहिँ जुन सोसल कन्डिसनिङ चलिरहेको छ त्यसैलाई फलो गर्ने किसिमका हुन्छन्। तिनीहरूमा चाहिँ क्रिएटिभिटी, तिनीहरूमा न्यू भ्यालु एडिसन सोसाइटीलाई दिने भन्ने हुँदैन। तिनीहरूले चाहिँ दियो भने त्यो सोसाइटीलाई कङ्क्रिटाइज गर्ने खालको उनको माइन्ड सेटअप हुन्छ। त्यसैले सोसाइटीमा लिडर चाहिँ आफै बनेर आएको हुँदैन। सोसाइटीमा लिडर चाहिँ क्रिएट गर्नुपर्ने हुन्छ। कसरी? थ्रु एजुकेसन, शिक्षाद्वारा होइन। हाम्रो जुन सिस्टमहरू छन् त्यसलाई चाहिँ हामीले धेरैभन्दा धेरै राम्रो बनाएर, बलियो बनाएर तिनीहरूलाई कसरी हुन्छ त्यहाँबाट चाहिँ क्रिएट गर्ने हो। अब हामीले फेरि लिडर भनेपछि हामीले खालि राजनीति लिडरलाई मात्रै बुझ्छौँ। तर लिडर भनेको चाहिँ हरेक फिल्डमा हुन्छ। चाहे टिचर होस्, हरेक व्यक्ति लिडर हो के। नट ओन्ली त्यो इन द फिल्ड अफ स्पिरिचुअल, एभ्री फिल्डमा जो हरेक व्यक्ति छ त्यो आफैमा लिडर हो। त्यसले आफूले लिड गर्नुपर्छ। लिडरको भन्नको अर्थ यो हो कि त्यसले आफूलाई समाजमा लिड गरेको हुनुपर्यो। लिडर भनेको चाहिँ जिजसको कथनअनुसार जो चाहिँ अर्थको साल्ट छ, यु आर द साल्ट अफ द अर्थ भन्ने गर्नुहुन्छ के जिजस क्राइस्टले। त्यो यु आर नट अ डस्ट अफ द अर्थ। यदि तिमी सोसाइटीको डस्ट हौ भने तिमी लिडर हुन सक्दैनौ। मतलब तिमीले सोसाइटीको कन्डिसनिङ जो छ त्यसैलाई फलो गर्दै गयो भने तिमीलाई लिडर भन्न मिल्दैन। तर के हुन्छ उल्टा? सोसाइटीमा भने जो चाहिँ सबभन्दा धेरै अरूको धेरैभन्दा धेरै मान्छेलाई मूर्ख बनाउन सक्छ, अरूको धेरैभन्दा धेरै मान्छेलाई प्रभावित गर्न सक्छ, त्यसलाई हामी लिडर मान्छौँ। त्यसले के हुन्छ भने एउटा सोसल सेलिब्रिटी क्रिएट गर्छ
होइन? र त्यसले रियल इस्युलाई नबुझेर मान्छेको सेलिब्रिटिजममा धेरै फोकस गर्छ। त्यो चाहिँ किनभने 90% मान्छेलाई त्यसले चाहिँ एजुकेट गराउनुभन्दा पनि मान्छेलाई लिड गर्नुभन्दा पनि त्यो मान्छेको फलोवर भएको हुन्छ क्या। त्यसैले अनेस्टली रूपमा बोल्न सक्दैन। त्यसैले चाहे राजनीतिक विश्लेषक हुन्, चाहे टिचर हुन्, चाहे जोसुकै हुन्, यदि तिनीहरूले जनताको हक हितको लागि भन्दा पनि उनीहरूलाई खुसी कसरी पार्ने भन्ने अलिकति पनि उसमा अलिकति पनि निष्पक्षता र उसमा अलिकति पनि इमान्दारिता छैन भने त्यो मान्छेले त्यो लिडर हुन सक्दैन। त्यसले पुरै न्यू भ्याल्यु एडिसन ल्याउनुपर्ने हुन्छ। कहिले-कहिले न्यू भ्याल्यु एडिसन ल्याउनुपर्छ, कहिले-कहिले अ, नयाँ सिस्टम नै क्रिएट गर्नुपर्ने हुन्छ। अब त्यसको लागि अब उदाहरणमा भन्नुपर्दा म राजनीतिक फिल्डमा भन्दा पनि म युरोपको चाहिँ रेनेसा पिरियडबाट सुरु भएको मान्छु के। त्यो चाहिँ सुरुवात चाहिँ अब कङ्क्रिटाइज रूपमा चाहिँ सुरुवात भएको, जुन युरोपमा चाहिँ न्यू रेनेसाबाट सुरु भएको म मान्छु। त्योभन्दा पहिल्यै सुरु भएको हो होइन? तर न्यू रेनेसा भन्दा नि प्री रेनेसा पिरियड चाहिँ म पहिलो माइलस्टोन चाहिँ म सोक्रेतलाई मान्छु। तर त्यसपछि चाहिँ अब लेटेस्ट भन्ने हो भने चाहिँ रेनेसालाई म चाहिँ पहिलो राजनीतिक क्रान्तिको पहिलो खुड्किलो मान्छु। त्यसपछि अब हाम्रो देशमा भन्ने हो भने बुद्धपछि बुद्धिज्म, बुद्धले अ, जुन संस्था खडा गर्नुभयो, त्यो बुद्धको क्रान्तिपछि चाहिँ म नयाँ लिडरसिप भन्छु होइन। नयाँ लिडरसिपमा चाहिँ कस्तो हुन्छ भने त्यसले कुनै राष्ट्रवाद, देशभक्तिको कुरा गरेको हुँदैन। त्यसले कसरी हुन्छ मानवको जुन चेतना छ त्यसलाई कसरी जगाउने होइन? त्यसलाई कसरी चाहिँ सुसङ्गठित गरेर तिनीहरूलाई कसरी सत्मार्गमा लैजाने भन्ने बारेमा उसले सोचेको हुन्छ। त्यो आफै आउँदैन म लिडर बन्छु भनेर। कहिले पनि रियल लिडर कहिल्यै पनि आएर म नेता बन्छु, म प्रधानमन्त्री बन्छु भनेर कहिल्यै पनि भन्दैन। हामीले नयाँ जो रियल लिडर्स छ तिनीहरूलाई चाहिँ वेलकम गर्नुपर्छ। हामीले यस्तो संस्थानहरू खडा गर्नुपर्छ, सोसल इन्स्टिट्युसन खडा गर्नुपर्छ हरेक फिल्डमा। जसलाई चाहिँ हामी वेलकम गर्न सक्ने हुनुपर्छ। त्यसको लागि आम जनता त्यो चेतनशील हुनुपर्छ र पढे-लेखेको हुनुपर्छ र बुझ्ने किसिमको हुनुपर्छ। अनि मात्रै डेमोक्रेसी चाहिँ वर्क गर्छ। नभए डेमोक्रेसी यो हिसाबले आवेशमा आएर रोडमा उफ्रिएर होइन, एउटाको सरकार अर्को व्यवस्था परिवर्तन गरेर कहिले पनि डेमोक्रेसी काम वर्क गर्दैन। है, यो चाहिँ क्लियरली यो चाहिँ हिस्ट्रीले नै बुझाइसकेको छ क्या, धेरै क्रान्तिहरू भइसकेका छन् विश्वमा। अनि अब के गर्ने त भन्दाखेरि अब जुन लिडरसिप छ, जुन चाहिँ साँच्चीकै इमान्दारपूर्वक सोसाइटीमा आफ्नो फिल्डमा चाहिँ उसले न्यू भ्याल्यु एडिसन या न्यू सिस्टम क्रिएट केही गर्न सकेको छ भने तिनीहरू आफै रियल लिडर हुन्। तिनीहरूले रियल लिडरसिप क्रिएट गर्छ। नभए बाँकी अर्को एउटा कुरा भन्दैछु, क्रान्ति रोडमा उफ्रिएर आगो बालेर आउँदैन। स्कुल बन्द गरेर क्रान्ति आउँदैन। स्कुल खोलेर आउँछ। इन्स्टिट्युसनलाई आगो बालेर कहिले पनि क्रान्ति आउँदैन। क्रान्ति आउने भनेको इन्स्टिट्युसनलाई बलियो बनाएर हो। इन्स्टिट्युसनमा को मान्छेहरूलाई सबैलाई वेल ट्रेनिङ गरेर र त्यसलाई संस्थागत गरेर आउने हो, पढेर आउने हो, त्यसैले धेरै बुझेर आउने हो। त्यसैले अनि मात्रै डेमोक्रेसी वर्क गर्छ। नभए बाँकी कुरा भनेको त्यस्तै हो। एउटा प्रतन्त्र आउँछ, अर्को तन्त्रले राख्छन्। मान्छे त्यही हो, बुझाइ त्यही हो, कर्मचारी तन्त्र त्यही हो र न्यू सोसली केही पनि रिभोल्युसन कहिले पनि आउँदैन जबसम्म चेतनामा केही बदलाव आउँदैन, शिक्षामा केही बदलाव आउँदैन, तबसम्म डेमोक्रेसी नट प्रिभेल्ड है त।
यति भन्नु थियो। हजुरहरूलाई के लाग्छ आफ्नो विचारहरू सम्प्रेषण गर्नुहोला। धन्यवाद।